हेलो साथीहरू, यो चाहिँ जुन रोड देखिराख्नु भएको छ यो चाहिँ अहिले नयाँ बन्दै गरेको रोड जुन चाहिँ अन्तिम चरणमा पुग्न लागिसकेको छ र यो चाहिँ पृथ्वी हाइवे दमौलीको नजिकै रहेको ठाउँ हो। यो चाहिँ दमौलीबाट 1.5 किलोमिटर ओरबाट चाहिँ मैले भिडियो बनाइरहेको छु। यसलाई चाहिँ तालघारी भन्छ र एकदमै राम्रो एकदमै सुन्दर बाटोको दृश्य देख्न सक्नुहुन्छ। लाइनहरू पनि बनाउने काम भइरहेको छ, मार्किङहरू पनि गरिँदैछ र यो चाहिँ मानकुवा भन्छ यसलाई चाहिँ एकदमै राम्रो ठाउँ रहेको छ। एकदमै सुन्दर बाटो बनेको छ पृथ्वी हाइवे जुन चाहिँ मुगलिन पोखरा सडक खण्ड अन्तर्गत पर्दछ र त्यही अनुसारले नै निर्माण गरिएको हो। र उतापट्टि देख्न सक्नुहुन्छ हामी बजार एरियातिर आइपुग्न लागिसकेका छौँ साथीहरू। र उतापट्टि अलिकति टुप्पो देखिएको छ मानुङकोटको चाहिँ र हामीहरू एकदमै बाटो एकदमै राम्रो भइसकेको छ र तपाईहरू पनि यसरी चाहिँ घुम्न सक्नुहुन्छ। यो चाहिँ तनहुँको सदरमुकाम दमौली यो चाहिँ यहाँ पनि बन्दैछ। माथिपट्टि अग्लो यसरी चाहिँ पर्खाल जस्तो लगाइएको छ, त्यहाँ चाहिँ अलिकति चाहिँ डाँडा जस्तो थियो सानो, त्यो भएको हुनाले र यसरी चाहिँ बनाइएको छ। यसरी चाहिँ 6 लेनको बाटो यो जो दमौली एरियाहरूमा चाहिँ बजार एरियामा चाहिँ 6 लेनको बाटो, यसरी तलपट्टि चाहिँ 1 लेनको छ भने माथिपट्टि फेरि यसरी चाहिँ 2 गरेर 4 अनि फेरि माथिपट्टि यसरी चाहिँ बाटो बनिरहेको छ। यसरी देख्न सक्नुहुन्छ बनिसकेको पनि छ र अब बाँकी भनेको तपाईँको दमौली बजारबाट यता चाइना पुलतिरको बाटो चाहिँ बनाउन बाँकी रहेको छ र यसको चाहिँ अब अन्तिम चरणमा हामी पुगिसकेका छौँ र अब यसको चाहिँ फिनिसिङ हुन बाँकी रहेको छ साथीहरू। यसरी चाहिँ यो ट्याक्क लाएर एकदमै राम्रो छ बजार एरिया हैन, एकदमै सुन्दर बनिरहेको छ। यो अझ अलिकति अगाडिको भिडियो हो हैन, अझ अहिले त अझ एकदमै राम्रो भइसकेको छ साथीहरू। यो चाहिँ मैले देखाइरहेको छु दृश्य। यो चाहिँ बाग बजार भन्छौँ हामीले चाहिँ, यसलाई चाहिँ बाग बजार हो। यो चाहिँ दमौलीको बाग बजार भन्ने ठाउँ र एकदमै राम्रो छ साथी।